हेलो 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 गाइज। अहिले चाहिँ म यहाँनिर सुतिरहेको छु होइन, मेरो बुढी चाहिँ सुतिरहेको छ। मैले चाहिँ बुढीलाई भ्यालेन्टाइन डे विस गर्नु पऱ्यो भनेर नसुती बसिरहेको छु। देख्न सक्नुहुन्छ 12:24 भयो। अब म यहाँनिर बुढीलाई भ्यालेन्टाइन डे विस गर्नेछु। मेरो बुढी देख्न सक्नुहुन्छ गाइस, यो जग्गा छेउमा हाल्छ तब घुम्छ होइन। अझै फास्ट हुँदैछ, यता ल्याउँछ फेरि छेउ लान्छ। आफै घुम्दैछ यहाँ यसो गरेर फेरि यता सिधा ल्याउँछु। जब यहाँ यता ल्याउँछु इट्स नट मुभिङ होइन, फेरि यता लान्छ। यो कुरा छोडिदियो। अब मैले ह्याप्पी भ्यालेन्टाइन डे भन्छु। सुतिर होला मेरो बुढी जाडो छ त काम खोइ। हेलो बुढी, हेलो 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 बुढी, ह्याप्पी भ्यालेन्टाइन डे। प्रेम दिवसको के भन्छ नेपालीमा शुभकामना मेरो बुढीलाई। मेरो बुढी चाहिँ फेरि यस्तो सोध्नु रुचाउँछ क्या। अनि यस्तो गरेर यहाँनिर मेरो यहाँनिर यसरी सुत्दा चाहिँ उसले मजाले निद्रा लाग्छ अरे। तर मेरो हात चाहिँ निदाउँछ नि त, अनि यस्तो सुताएर रातभरि यसरी सुतायो भने चाहिँ मैले भ्यालेन्टाइन डे विस गरेँ। ह्याप्पी भ्यालेन्टाइन डे बुढी। ह्याप्पी भ्यालेन्टाइन डे। म 12:30 म त्यत्तिकै बसेको थिइनँ, म मुभी हेर्दै थिएँ क्या। मुभी हेरेर बसिरहेको थिएँ। मुभी भन्दाखेरि पनि पाकिस्तानी सिरियल मेरी जिन्दगी है तू भन्ने चाहिँ सिरियल हेरेर यहाँनिर बसिरहेको थिएँ। आज कति पार्ट थियो हेरेँ अनि यहाँनिर बुढीलाई यहाँनिर भर्खरै विस गरेँ। तर मेरो बुढी फेरि सुतिसकेछ। मलाई ह्याप्पी भ्यालेन्टाइन डे बुढा नभनी फेरि सुतिसक्यो जस्तो छ। भ्यालेन्टाइन डेको फर्स्ट दिन सबैजनालाई ह्याप्पी भ्यालेन्टाइन डे भन्न चाहन्छु। अनि अर्को यहाँनिर अर्को के देखाउँ, बुढी भन्नु चाहिँ आफै घुमिरहेको छ यहाँनिर। यहाँ देख्न सक्नुहुन्छ रोबोट। यो चाहिँ बेन्टली कार। बेन्टली भन्ने बुगाटी यस्तो हुन्छ होइन। अनि रोबोट हुन्छ। अनि हाल्छु यस अर्को के पनि हुन्छ भन्दाखेरि यो यस्तो त्यो कस्तो गर्दाखेरि रोबोट जस्तो देखिन्छ। अनि यो अझै पनि अलि
ओइ के को याद आयो कुन फिल्ममा पनि ट्रान्सफर्मर मुभीको रोबोट अहिले मैले यसरी गर्न अलिक मिलिरहेको थिएन maybe अहिले what time चाहिँ 12:30 good night.